मलाई चाहिँ आन्द्रामा 3 ठाउँमा ठुलो ठुलो घाउ छ, फेरि पाठेघरको पनि छ, किडनी पनि हल्का खराब छ भन्नुभयो हैन। के खानुपर्छ खाउनु, घरमा राम्रोसँग बस्नु, अब आउनु पर्दैन, तपाईँलाई औषध धेरै भइसक्यो, अब नआउनु भन्नुभयो। अनिखेरि के हुन्छ के हुँदैन भन्ने मैले सोच्न पनि सकेको थिइनँ। बाँचुला जस्तो त लागेकै थिएन, पुरा यो छाला र हड्डी मात्रै टाँसिएको। त्यतिखेर 40 किलोको थिएँ म जम्मा, अनि पुरै कालो सर, पुरै कालो, हिँड्न नसक्ने, खाना पनि नसक्ने सर। त्यो खाना बनाएँ नि, खाना बनाएर त्यो मिक्सचरमा पिनेर त्यो गिलासमा सारे बारे गरेर झोल पनि खान पिउन नसक्ने, यो घाँटीबाट तल जाँदै नजाने, यत्तिकै होला जस्तो पनि लाग्थ्यो कतिखेर चाहिँ। पहिलाको फोटो हेर्ने, अनि त्यो पहिलाको फोटो हेरेपछि अब पनि यस्तै हुन्छ होला जस्तो लाग्थ्यो कि सर, साँच्चै भन्नुपर्दा। अनि त्यहाँबाट पछि लास्ट हुँदै हुँदै गएपछि हेटौँडा सञ्जीवनी छ भन्ने कुरो मैले थाहा पाएँ, पत्ता लगाएँ। मैले 74 सालदेखि खाएको, 74, 75, 76, 3 वर्ष त मैले डेली खाएको हो सर। अहिले अझसम्म खाँदैछु, नयाँ जीवन पाएको छु हैन। धेरै खुसी लाग्यो नि, धेरै खुसी। 40 किलोको मान्छे अहिले म 72 किलो छु। सञ्जीवनीलाई धेरै धेरै धन्यवाद, धेरै धेरै मलाई धेरै उन्नति प्रगति हो, सबैले सिकुन्, सबैले जानुन्, सबैको कान हात हातमा पुगोस् हैन, औषधिहरू सबैजना बाँच्न पाउन् हैन। मैले पनि कतिलाई भनेको छु के सर, मैले पनि कति धेरैलाई मैले यस्तरी खाएको यस्तो भयो भनेर कति धेरैलाई भनेको छु। उहाँहरूले पनि मेरो भिडियो मैले बोलेको मेरो कुराहरू सुनेर उहाँहरूको पनि धेरै ठाउँमा पुगोस् हैन, धेरै सबैलाई राम्रो होस्, सबैलाई अकालमा मर्नु नपरोस्। त्यो सञ्जीवनी भन्ने कुरो त सर नयाँ जिन्दगी र नयाँ जीवन जिउने बाटो रहेछ त्यो। धेरै खुसी लागेछ सर, धेरै खुसी लागेछ।